हेलो एभ्रिवान वेलकम छ तपाईँहरूलाई मेरो ब्लगमा ल साथीहरूलाई वेलकम छ अनि नमस्ते। मेरो चाहिँ हिजोको ब्लग हो। मैले चाहिँ हिजो एडिट गर्न पाइनँ अनि त्यसपछि पोस्ट पनि गर्न पाइनँ साथीहरू। त्यो भएको कारणले मैले चाहिँ हिजोको भिडियो आज पोस्ट गर्दैछु। ल है साथीहरू, हिजो चाहिँ यो दिउँसोको थियो घाम कस्तो गर्मी के 4 बजेदेखि 3:30 बजेदेखिको यो मैले बनाएको ब्लग। कति धेरै गर्मी भइरहेको थियो अनि धेरै नै गर्मी थियो साथीहरू। आजकल निकै गर्मी बढिसकेको छ है। फेरि मैले चाहिँ छाता लिएर जानको लागि पनि बिर्सेछु कि साथीहरू। अनि छाता लिएर जानको लागि बिर्सेछु र पनि म गएँ है। मैले चाहिँ हिजो छोराछोरी लिनको लागि स्कुल गएको थिएँ म चाहिँ यतिखेर, किनभने हिजो मलाई छिट्टै बच्चाहरूलाई लिएर स्कुल जानु थियो। अनि यतिकैमा म पसल पुगेँ। पसल पुगेर एक दुई चिज मलाई त्यहाँनिर किन्नुपर्ने थियो अनि मैले त्यहाँ किनकान गरेँ है। अनि पसलहरू वरिपरि घुमाएर देखाएँ अनि के चाहियो भनेर मैले त्यहाँ हेर्दै थिएँ है। अनि त्यसपछि साथीहरू कति धेरै गर्मी भएको कि कति धेरै गर्मी बाफ्रे कस्तो हर भइरहेको होइन। अनि त्यही भएर मेरो पालो पनि यहाँ के भन्छ चिसो किनेर मैले पनि एउटा खाएँ। गर्मी भइरहेको थियो अनि मैले चाहिँ बच्चाहरू लिएर आएर चाहिँ अनि बच्चाहरूलाई लिएर आएर रेडी गरेर चाहिँ मैले यसरी यो भालेलाई लिएर गएँ। यो भालेलाई लिएर जानुपर्ने थियो मलाई, त्यो भएको कारणले है मैले त्यो बच्चा ल्याएको भिडियो चाहिँ गरिनँ। मेरो छोरी फेरि हिँड्ने बेला ठ्याक्कै कस्तो रिसाइदिरहेको क्या, आफूलाई हतार भएको गर्मी भएको त्यस्तै मेरो छोरी रिसाएको, आँखामा के पऱ्यो भनेको छ, रिसाएको छ, मम्मी बोक्नु भनिरहेको छ होइन। गर्मीले पनि होला, बच्चाहरू आलस्य भएको है। अनि मेरो छोरा र छोरीहरू चाहिँ यसरी हिँडिरहेको छ अनि ऊ चाहिँ के भन्छ रोडमा पुगेपछि चाहिँ आफै हिँड्छु भनेर मैले उसलाई हिँडाउँदै थिएँ। दादासँग हिँड्छु भनेर हिँडाउँदै थियो। एकछिन त हिँड्यो, एकछिनमा हिँडेपछि त अनि ऊ एकछिन हिँड्यो, त्यसपछि त के को मान्ने धेरै बेर हिँडेन। त्यसपछि अनि उसले मलाई बोक्नु भन्यो अनि फेरि मैले बोकेँ। कस्तो झ्याउ गर्ने क्या गर्मीको बेलामा बच्चाले। सानो हुँदाखेरि चाहिँ हिँड्नु खोज्ने, एकदमै हात पाउ नलाग्दा चाहिँ हिँड्न खोज्ने, जब हात पाउ लाग्छ तब हिँड्न नखोज्ने, भुइँभरि लडीबडी गर्ने मान्छेको अगाडि है अम्बो अनि बोक भनेर भने है। अनि यतिकैमा हामी चाहिँ गाडी आएकै थिएन क्या, कति बेर कुर्नु पऱ्यो, अझ गाडी आउन टाइम लाग्थ्यो नि त। त्यही भएर छुटिसकेको थियो भनौँ या के भनौँ, अलिक ढिला पनि भइसकेको थियो गाडी आउनुलाई। त्यही भएर हामी चाहिँ त्यहाँ बसिराख्यौँ अनि त्यसपछि गाडीमा चढ्यौँ। चढेर त्यसपछि के अरे गाडीमा चढेर पनि झऱ्यौँ पुग्नलाई चाहिँ, जुन ठाउँमा पुग्नलाई चाहिँ एकदम टाइम लाग्ने क्या गाडीबाट पनि झरेर पनि। अनि त्यसपछि हामी चाहिँ गाडीमा चढ्यौँ, आधी बाटो फेरि हिँड्दै जानुपर्ने थियो। मेरो छोरी अझै न्यु खोजिरहेको थियो बोक भनेर है। यो गर्मीमा चाहिँ एकछिन हिँड्दै पनि हुन्थ्यो जस्तो भएर आफूलाई चाहिँ कस्तो भइरहेको थियो गर्मीले। अनि तर उसले चाहिँ मलाई मैले बोकेँ अनि खुसी भइरहेको थियो मेरो छोरी है। छोराछोरीको खुसी नै हामी आमा बाउको खुसी होइन, कति खुसी लाग्ने क्या। छोराछोरी खुसी हुँदा मेरो छोरी चाहिँ एकदम खुसी भइरहेको थियो। मसँग गफ गर्दै कुरा गर्दै हिँड्दा थियो। मैले उसलाई सोधिरहेको थिएँ नि त, आज स्कुलमा चाहिँ के पढ्यो, म्यामहरूले के पढाउनु भयो भनेर मैले उसलाई चाहिँ सोधिरहेको थिएँ। अनि उसले चाहिँ भनिरहेको थियो मसँग, हल्का हल्का हिङ्स देखाइरहेको थियो, अलिअलि भनिरहेको थियो। अनि त्यति भनेपछि त बुझ्नु पऱ्यो नि त हामी आमाले पनि, यो पढेर आएको रहेछ मेरो छोरीले भनेर। हुन त्यति सानोमा के जान्दछ र, त्यही पनि नि त घरमा बसेको र स्कुल गएकोमा धेरै फरक पर्छ नि त होइन। पढाएको र नपढाएकोमा, पढेको र नपढेकोमा, हिँड्नु र बस्नुमा धेरै फरक पर्छ नि त होइन। अनि त्यो भएको कारणले मैले चाहिँ खासमा सानैमा स्कुल लगाइदिएको मेरो छोरीलाई, अलिअलि केही सिकोस् भनेर पनि। अनि त्यसपछि हामी चाहिँ यतिकै जाँदैछौँ बाटोमा। अनि त्यहाँनिर पछाडि आयो उनीहरू ढिलो आउँदै थियो। हामी आमा छोरी चाहिँ अगाडि हिँड्नु, दाजुभाइ पछाडि ढिलो आउँदै थियो। अनि हामी त्यसरी घर पुग्यौँ। सबैजना जस भेला भइसक्नु भएको रहेछ साथीहरू, सबैजना भेला भएर यहाँनिर चाहिँ उयो गर्दै हुनुहुँदो रहेछ, के जाति बनाउँदै हुनुहुँदो रहेछ। मैले अनि त्यहाँनिर आमालाई, सासू आमालाई नमस्ते गरेँ। अनि यतातिर सोल्टिनी हुनुहुन्थ्यो, यतातिर सागसब्जीहरू पकाइतुलाई, खानपिनहरू पकाइतुलाई हुँदै थियो। अनि यतिकैमा मैले पनि ल त भनेर अनि मैले पनि अलिकति सघाउन भ्याएँ, बच्चासँग गाह्रो है। अनि मैले अलिअलि यसो टुकुन सघाइदिएँ, धेरै त सघाउनु पाइनँ। अनि त्यसपछि अघि लगेको भालेलाई चाहिँ चट्ट लाएर ल हेर्नु है साथीहरू, बाहिर आगोमा पोल्दैछन्। अनि त्यसपछि अब यहाँनिर खानापिना बनाइसकेपछि त अब एउटा के भन्छ उसको साथीहरू पनि आएको थियो, फर्किनु पर्ने हुन्छ नि त। अनि त्यो बगानले ढिलो हुन्छ भनेर अनि त्यसपछि हामी चाहिँ केक काट्न तर्खरतिर लाग्यौँ साथीहरू। किनभनेदेखि यही बर्थडेमा गएको, उसकै बर्थडेमा गएको, नेहाकै बर्थडेमा गएको हामी चाहिँ। अनि त्यसपछि चाहिँ त्यही भएर हिजो हतार भएर गएको। हिजो मैले फोटो एडिट गर्न पाइरहेको थिइनँ नि त, पोस्ट गर्न पाएर त मैले त्यही भएर आज गर्दैछु है साथीहरू। अनि
मेरो छोरा र छोरी चाहिँ त्यहाँनिर केक कतिखेर आउँछ भनेर होला बसिरहेछ। बुनुलाई फेरि कति माया गर्ने क्या, चुम्मा गरेको नि कोही कोही बेला त बुनु इरिटेट हुन्छ क्या, धेरै चुम्मा गऱ्यो भन्न दादाले। अनि हामी सबैजना रेडी भइरहेछौँ सेलिब्रेट गर्नको लागि वरिपरि। अनि त्यो सेलिब्रेट गरेर पनि मेरो छोराले त केक पनि पाइसकेको छ साथीहरू। अनि त्यसपछि उसलाई चाहिँ खुवाउँदैछ उसको बोजूहरूले है। अनि त्यसपछि उसले चाहिँ केकहरू काटेर के भन्छ स्टार्ट गरिसकेको छ। अनि उसले चाहिँ बाँड्न आँटिरहेको छ सबैजनालाई केक। केक त खानु नै पर्यो, बर्थडेको मतलबै केक खानु होइन त साथीहरू। त्यही भएको कारणले हामी चाहिँ केक खानलाई सबैजना बसिरहेको छौँ यहाँनिर। अनि मेरो छोरा र छोरीलाई पनि कति हतार परिरहेको होला, मलाई दिदीले कतिखेर केक दिन्छ भनेर होला हेर्नु साथीहरू। अनि त्यसपछि ल साथीहरू उसको केक काट्ने कार्यक्रम पनि सुरु भइसकेको छ। यहाँ केक चाहिँ काटकुट गरेर पनि हामी चाहिँ यहाँनिर केक खानलाई पर्खिरहेको छौँ। पालो मेरो आएको छ अनि मैले चाहिँ उसलाई गिफ्ट दिएर अलिकति यसो होइन दक्षिणा दिएर उसलाई चाहिँ मैले जिस्काउँदै थिएँ क्या साथीहरू। उसलाई चाहिँ मैले जिस्काउँदै थिएँ। अनि त्यसपछि ऊ चाहिँ केक काटेर यसरी बाँड्दैछ। मेरो छोरी चाहिँ उतातिर हात नभए जस्तो तानेर खाइरहेछ मेरो छोरी चाहिँ। हेर्न साथीहरू ल हेर्नु ककले नोटिस गर्नुभयो मेरो छोरीलाई। कति मनपर्ने क्या, कति धेरै खाइसक्यो। मलाई चाहिँ कस्तो पिर लाग्छ, डर लाग्छ कि फेरि चिसो लाग्छ नि त। अलरेडी मेरो छोरीलाई फेरि घाँटी घर भइरहेछ र पनि मैले चाहिँ फेरि अब देखेपछि त मान्दैन नि त छोड्नलाई। दिइरहेको छु खानाको लागि, खाओस् केही पनि हुँदैन होला भनेर मैले चाहिँ दिइरहेको छु है। यहाँ सबैजनाको पालो आइरहेछ ल, यहाँको फुपूको पालो आयो है। अनि त्यसपछि यहाँ सबैजनाले आफ्नो पालो कट गरेर यहाँनिर केक सेक खाएर हामी चाहिँ यहाँनिर फेरि लास्टमा चाहिँ रहलपर अलिअलि पाइन्छ कि भनेर बसिरहेको है क्या हो हामी त। ल गिफ्ट पनि पायो यहाँनिर। बर्थडे त यसरी पो मनायो साथीहरू। अनि त्यसपछि केकहरू काटिसकेर सबैजनाले चाहिँ होइन। अनि त्यसपछि फोटो पनि एक दुई क्लिक हानौँ न त भनेर फोटोसोटो पनि हान्यौँ। केकहरू बाँड्दा चाहिँ उसले पाएको गिफ्टहरू त्यहाँनिर फिजाइरहेको छ। अनि त्यसपछि मेरो छोरीले चाहिँ दादासँग कस्तो खेल्न मन गरिरहेको छ, दादासँग खेलिरहेको छ। धेरै दिनपछि भेट भएको ऊ चाहिँ मेरो दिदीको छोरा नि त। म लजाउँछौ आउनुलाई उयसमा भिडियोमा। अनि यतिकैमा बेलुका धेरै टाइम बितिसक्यो थियो। मेरो छोरा सुत्न मानेको थिएन, अझै छोरा त सुतेको थिएन।